Our film is getting released on 9th May and on 14th it's being worldwide. So please come and watch this film. Thank you. The other team members of the film Vichar. So let's welcome first the director, Mr. Purva Srinla. Mr. Anup Vikram Shahi. Cinematographer from Bollywood, Mr. हामी संसारको कुनै पनि कुनामा गयो भने पनि कुनै न कुनै दिन हामीलाई यो जिज्ञासा हुन्छ नि त हामी कहाँबाट हो हामी को हो हाम्रो इतिहास के छ भनेर र अहिले पनि जुन एउटा ग्याप भइरहेको छ पहिलाको जेनेरेसन र अहिलेको जेनेरेसन र आउँदोमा त्यसलाई नै ब्रिज गर्नुको लागि चाहिँ हामीले चाहिँ जार बनाएको How can students ensure कि एउटा कल्चर प्रिजर्भ हुँदैछ थ्रु दिज एक्टिभिटिज स्टुडेन्ट्सले के गर्नु सक्छ यसमा आई थिङ्क स्टुडेन्ट्सले चाहिँ आफैलाई हेर्नुपर्छ जस्तो लाग्यो क्या आफैलाई रिफ्लेक्ट गर्नु पर्यो होइन सो एउटा के खाँदैछु दिनको लिएर के लगाउँदैछु र के सुन्दैछु र के पढ्दैछु र वरिपरि के हुँदैछ भनेर क्या अनि when I say that इमिडिएट मात्र नभएर नेचर पनि आउँछ नि त नेचर पनि युनिभर्स पनि आउँछ स्काई पनि छ होइन त्यहाँबाट आई थिङ्क एन्सर्स पाइहाल्छ क्या उनीहरूकै भिसिनिटीको वरिपरि अब यो के एक्सन लिएको छ भने somebody has to, I think one best thing is like pages or okay and Facebook आएको छ Instagram so that's where you can broadcast your content and एउटा objective लिएर चाहिँ त्यो कुरो राख्यो भने चाहिँ I think तपाईले भन्नुभएको डिपार्टमेन्ट विङ गरेर भने चाहिँ यो अलि क्लियरली के चाहिँ हुन्छ यसले भनेर क्या मेबी एउटा आर्ट्स पट्टि होला एउटा सोसाइटीको बारेमा होला त्यो गऱ्यो भने चाहिँ देन एभ्रीवन विल बी रनिङ आउट अफ आइडियाज होला क्या एन्ड विल बी रिक्वायरिङ मोर कन्टेन्ट फर द्याट क्या सो we just have to begin. We have Mr. Purva out here, director of Jar movie. Hi. Hi, namaste. And I'm Purva Srinla, the director of movie Jar.